मैले सुरुमा यहाँ आउँदाखेरिमा चर्पीको कुराहरू कहाँ सकिएला यस्तो कसले मान्छेलाई गरिब बाजुरा 75 गरिब जिल्लाले कहाँ आफ्नै चरिप बनाएर सक्छन् भन्दाखेरिमा झण्डै 2.5 वर्ष अगाडि बाजुरा जिल्लामा सरसफाई र शौचालयको कुरा गर्दा स्थानीयबाट आउने प्रतिक्रिया सम्झिँदै जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बाजुराका इन्जिनियर शिवराज नेउपाने 2.5 वर्ष अगाडि सुरुवात भएको बाजुरा जिल्लाको सरसफाईको आन्दोलन यतिखेर चरम चुलीमा पुग्न थालिरहेको छ। सरसफाई र शौचालयको अवस्था 10% मात्र रहेका बेला सुरुवात गरिएको बाजुराको सरसफाई यतिखेर झण्डै 98% पुगिसकेको छ। जिल्लाका 23 वटा गाउँ विकास समिति योभन्दा अघि नै खुला दिशा मुक्त भइसकेका छन् भने कोल्टी र जुकोट खुला दिशा मुक्तको तयारीमा छन् भने मार्तडी र रुगिनमा पनि यतिखेर सरसफाइको आन्दोलन निकै तातिरहेको छ। अब बाजुरा जिल्लामा खुला दिशा मुक्त हुन बाँकी गाउँ विकास समिति र अहिलेसम्मको सरसफाइको अवस्थाका बारेमा बताउँदै पुनः शिवराज नेउपाने आदिवासी सीमा कोल्टी र जुकोटको पनि खुला दिशा मुक्त घोषणा गर्नको लागि उनीहरूले मिति समेत तोकेर आदिवासी जिल्ला छिटो अनुगमन गरिदिनु भनेर आइसक्यो र अब एउटा रुगिन र अरु मार्तडीको समस्या कुराहरू हुन्। मंसिर 4 गते बाजुरालाई खुला दिशा मुक्त घोषणा गर्ने जिल्लामा आयोजित सरसफाई सम्मेलनबाट मिति तय भइसकेको छ। यतिखेर सञ्चार माध्यमदेखि सरसफाईका क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरूको सिंगो ध्यान सरसफाई र बाजुरा जिल्लालाई कसरी खुला दिशा मुक्त पार्ने भन्नेतर्फ केन्द्रित रहेको छ। यदि सदरमुकाम मार्तडी र रुकिन गाउँ विकास समितिलाई चाँडो खुला दिशा मुक्त गर्ने हो भने मंसिर 4लाई पनि पर्खिनु पर्ने अवस्था देखिँदैन भन्नुहुन्छ नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव गगन बहादुर रावल। सरसफाई खुला दिशा मुक्त घोषणा हुन बाँकी गाविसमा अब मार्तडीमा त पर्छ कि भन्ने स्थितिमा चाहिँ पुगेको छ र अब यसलाई नै अन्तिम रूपमा चाहिँ हामीले घोषणा गरेर सरसफाईको चाहिँ जिल्लालाई घोषणा गर्नका लागि मंसिर 4 नै पर्खनुपर्छ भन्ने छैन। त्योभन्दा अगाडि पनि जिल्लालाई चाहिँ खुला दिशा मुक्त जिल्ला घोषणा गर्न सकिने अवस्थामा पुगेका छौं। समय दिन प्रतिदिन घटिरहेको छ। संचार माध्यममा अडियो काउन्टडाउन बोर्ड बजिरहेका छन्। घर घरलाई यतिखेर घगच्कै रहेको छ तपाईको शौचालय कस्तो छ भनेर। झण्डै 2.5 वर्षमा 90% सरसफाईमा फड्को मारिसकेपछि बाजुरा जिल्लालाई खुला दिशा मुक्त गर्न अब त्यति धेरै असहज देखिँदैन। थोरै समय बाँकी रहिरहँदा यतिखेर सरसफाईका क्षेत्रमा संचार माध्यमको भूमिका पनि पक्का देखिरहेको छ। संचार माध्यमहरूले अन्य गाउँ विकास समितिमा खुला दिशा मुक्त कसरी भयो ती अनुभवहरू संचार माध्यमहरूले साट्न सक्यो भने छिटो खुला दिशा मुक्त हुनेमा विश्वास गर्नुहुन्छ नेकपा माओवादीका सहसचिव भूपेन्द्र विक। सफलताका कथाहरू भन्ने यस्तो प्रकारको कार्यक्रम रेडियोमा राख्यौं भने त्यस्ता ठाउँमा विभिन्न गाविसहरू सहजै चाहिँ खुला दिशा मुक्त गाविसहरू भएका छन् र त्यहाँका चाहिँ जो अगुवाई गर्ने व्यक्तित्वहरूलाई अन्तर्वार्तामा बोलाएर हुन्छ त्यहाँका कसरी चाहिँ काम गरिरहेका त्यहाँका नागरिकहरूका चाहिँ भोइसहरू प्रत्यक्ष सुनाउने हो कि र सफलता त सँगसँगै छ र जटिलता पनि यहाँ आएका थिए यसलाई यसरी तोडेका थियौं भन्ने प्रकारका कुराहरूलाई पनि लिने हो भने अझ अरू ठाउँका मान्छेले पनि बुझेर अगाडि बढ्न सक्छन्। संचार माध्यम र संचार माध्यममा काम गर्ने पत्रकारहरूले बाजुरा जिल्लाको खुला दिशा मुक्त अभियानलाई पूर्ण रूपमा सहयोग गर्ने बताएका छन्। संचार बिनाको परिवर्तन सम्भव छैन। त्यसैले बाजुरा जिल्लाको खुला दिशा मुक्त अभियानमा स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका मिडियाहरूमा प्रतिबद्ध भएर कलम चलाउने बताउनुहुन्छ नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष मदन राज जैसी। बाजुरा जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नका लागि हामीले आफ्नो तौर तर्फबाट चाहिँ सफलताका कथाहरू वा समाचार सम्प्रेषण गरेर सकारात्मक सन्देश दिने खालका कुराहरू सम्प्रेषण गरेर यो जिल्लालाई खुला दिशा मुक्त क्षेत्र अभियानमा चाहिँ घोषणा गर्नका लागि लाग्यो। बाजुराली जनतालाई गु नखाने बनाउने समय आउन अब थोरै समय बाँकी छ। तपाई हाम्रो घरमा पनि कतै शौचालय बनाउन बाँकी छन् भने थोरै दिन बाँकी छ। जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठक मार्फत यति बेला पनि सरसफाई र शौचालय निर्माणमा नतात्नेहरूलाई आधारभूत सेवा सुविधाबाट पनि वञ्चित गराउने। त्यसैले तपाई हामी पनि आफ्नो घर बनाउँछौं भने शौचालय निर्माण गरौं। राज्यबाट अपमान होइन सम्मान पाउन जुटौं।